ओहो हेर्नुहोस् त आज जताकतै रातै छ जताकतै हिजो र अस्ति कमजोर कलेक्सन गरेको चलचित्र अन्जिलाको आजको एडभान्स बुकिङ एकदमै राम्रो देखिएको छ। आज डिल डे भएका कारण यो फिल्मको एडभान्स बुकिङ एकदमै राम्रो देखिएको छ। दर्शकबिन गएको फागुन 29 गतेबाट देशव्यापी सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र अन्जिलाले आजबाट बक्स अफिसमा 13औं दिन पार गर्दैछ र यो फिल्मले बक्स अफिसमा एकदमै राम्रो कलेक्सन गरिरहेको छ र आज 13औं दिनमा यो फिल्मले बक्स अफिसमा एकदमै राम्रो कलेक्सन गर्ने भएको छ। आज 13औं दिन यो फिल्मको अकुपेन्सी कस्तो चलिरहेको छ, आज यो फिल्मले कति गरज कलेक्सन गर्न सफल होला, आज यो फिल्मको एडभान्स बुकिङ कस्तो भइरहेको छ त्यो पनि हेर्ने छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। साथै यस च्यानलका भिडियोहरू मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनु होला। मिलन साम्सको निर्देशनमा तयार भएको चलचित्र अन्जिला गएको फागुन 29 गतेबाट देशव्यापी प्रदर्शन भइरहेको छ। यो फिल्म दयाहाङ राई, एन्जिला तुम्बापो सुब्बा, विजय बराल, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। बायोपिक जनरामा आधारित यो फिल्मको कथावस्तुलाई दर्शकहरूले एकदमै मन पराइरहेका छन्। यसै कारण यो फिल्मले दर्शकहरूबाट एकदमै राम्रो रिस्पोन्स पाएको छ अनि बक्स अफिसमा पनि धमाकेदार कलेक्सन गरिरहेको छ। रिलिजको पहिलो दिन औसत कलेक्सन गरे तापनि त्यसपछि यता एकदमै राम्रो कलेक्सन गरिरहेको छ। अझ डिल डेहरूमा त बम्पर कलेक्सन गरिरहेको छ र यो फिल्मले बक्स अफिसमा लामो समयसम्म राज गर्ने देखिएको छ। अहिले दर्शकहरूले यो फिल्म पूर्ण बहादुरको सारङ्गी भन्दा राम्रो भएको बताएका छन्। साँच्चीकै यो फिल्मको कथावस्तु एकदमै राम्रो रहेको छ। चलचित्र अन्जिलाको बक्स अफिस कलेक्सन बारे चर्चा गर्नुपर्दा यो फिल्मको निर्माण टिमको तर्फबाट 3 दिनसम्मको मात्र अफिसियल कलेक्सन सार्वजनिक भएको छ। त्यसपछि यता कुनै पनि अफिसियल कलेक्सन सार्वजनिक भएको छैन। 3 दिनमा 2 करोड 7 लाखको गरज कलेक्सन गरेको यो फिल्मले हामीलाई प्राप्त जानकारी अनुसार यो फिल्मले हिजो बक्स अफिसमा 12औं दिन पार गरिसक्दासम्म लगभग 6 करोड हाराहारीको गरज कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब निर्माण टिमको तर्फबाट अफिसियल कलेक्सन कति सार्वजनिक हुने हो त्यो त हेर्न बाँकी नै छ र आजबाट यो फिल्मले बक्स अफिसमा 13औं दिन पार गर्दैछ र आज 13औं दिनमा यो फिल्मको कलेक्सन एकदमै राम्रो आउने देखिएको छ। आज थुप्रै हलहरूमा डिलले चलिरहेको छ। ती हलहरूमा यो फिल्मले बिहानैदेखि हाउसफुलको व्यापार गरिरहेको छ। आउनुहोस् अब हामी हेरौं चलचित्र अन्जिलाको आजको एडभान्स बुकिङ कस्तो भइरहेको छ। लभिङ मल पुलचोकमा 9 बजेको आमामामा हेर्नुहोस् त पुरै राते पुरै हाउसफुलै भएको छ। एडभान्स बुकिङमै एकदमै राम्रो देखिएको छ आज यो फिल्मको एडभान्स बुकिङ। त्यस्तै हेरौँ फ्रेन्ड सिनेमा छ धरानमै 10:45 एकदमै राम्रो देखिएको छ। यसैमै 31 को हेरौँ 31 को एकदमै राम्रो भएको छ हेर्नुहोस् त। यसैमै 4:15 को हेरौँ फ्रेन्ड सिनेमासमै 4:15 को पनि एकदमै राम्रो भएको छ। 7 बजेको हेरौँ 7 बजे झन् राम्रो भएको छ। 7 बजेको हेर्नुहोस् त। होप सिनेमा चाबेल 11 बजे आमामा एकदमै राम्रो देखिएको छ हेर्नुहोस् एकदमै राम्रो देखिएको छ। होप सिनेमा चाबेलमै 1:45 को हेरौँ एकदमै राम्रो देखिएको छ हेर्नुहोस् एकदमै राम्रो देखिएको छ। वन सिनेमास न्यू बानेश्वर 38 यसमा चाहिँ खाली देखियो पुरै। रेसिङ मल दरबार मार्गमा 12 बजेको हेरौँ यसमा फाटाफुटा देखिएको छ। सिटी स्क्वायर मल सामाखुसी 11:30 पुरै खाली देखिएको छ। यस्तै हेरौँ बिग मुभिज कमल पोखरीमा 8:15 को यसमा पनि राम्रै देखिएको छ ठिकठाकै देखिएको छ। वन सिनेमा कालीमाटी 10 बजे राम्रै देखियो यसमा। डीएम सिनेमास 12 बजे पुरै खाली छ यसमा पनि। इन्फिनिक्स मुभी गङ्गबो 11 बजे पुरै खाली यसमा पनि। ट्रेड मल पोखरा 10:30 राम्रो देखियो यसमा। मिटन पोखरा 12 बजे एकदमै राम्रो देखिएको छ यसमा। आइएनआई बुटोल 11 बजे राम्रै देखिएको छ।
आज बिहान थुप्रै हलहरूमा यो फिल्मको अकुपेन्सी लगभग 40 देखि 50% सम्मको देखिएको छ भने आज बिहान यो फिल्मको ओभरअल अकुपेन्सी 8 देखि 10% सम्मको देखिएको छ र दिउँसो यो फिल्मको अकुपेन्सीमा राम्रो जम्प देखिने देखिएको छ र नाइट सोसम्म आइपुग्दा यो फिल्मको ओभरअल अकुपेन्सी लगभग 40 देखि 50% सम्म देखिने देखिएको छ र यसै कारण आज 13औं दिन चलचित्र अन्जिलाले बक्स अफिसमा लगभग 20 देखि 30 लाख हाराहारीको ग्रस कलेक्सन गर्ने देखिएको छ र भोलि यो फिल्मको कलेक्सन अझै राम्रो आउने देखिएको छ र चलचित्र अन्जिला बक्स अफिसमा सफल साबित भइसकेको छ। अब सुपरहिटको बाटोतिर दौडिरहेको छ। दर्शकबिन तपाईलाई कस्तो लाग्यो त चलचित्र अन्जिला कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। साथै यस च्यानलका भिडियोहरू मन पर्छ भने हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला अनि साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। हवस् त अहिलेलाई बिदा चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल।